नमस्ते, मेरो नाम डाक्टर अमित शाह। म नाक कान घाँटी रोगको विशेषज्ञ डाक्टर। म यस शोभा हेल्थ केयरमा हरेक दिन साँझको 4 बजे आउँछु र प्रायःजसो 1 घन्टा बस्ने गर्छु। आजको यस भिडियोमा हामी स्लिप एप्नियाको बारेमा छोटो कुरो गर्नेछौँ। स्लिप एप्निया भनेको हामी राति सुतेपछि थाहै नपाइकन सास रोकिने र फेरि आफै सास सुरु हुनेलाई चाहिँ स्लिप एप्निया भनिन्छ। यो अहिलेको जल्दो बल्दो समस्या हो। अवेरनेस बढेसँगै यो रोगको बारेमा धेरै मान्छेलाई ज्ञान पनि हुन थालेको छ र डायग्नोसिस पनि बढ्न थालेको छ। विभिन्न किसिमको बिरामीमा बढी हुन्छ। प्रायःजसो यो महिलाभन्दा पुरुषमा बढी हुने हो र जसको वेट बढी छ, जो मोटो हुनुहुन्छ उहाँहरूलाई बढी हुन्छ। जसले ड्रिङ्क गर्नुहुन्छ, स्मोकिङ गर्नुहुन्छ उहाँहरूमा पनि यो समस्या बढी देखिन्छ। साथसाथै कतिजनाको हावाको जुन बाटो हुन्छ त्यो बाटोमा समस्या भएर, जस्तै बाटोमा कुनै किसिमको रुकावट भएर इडिनोइड भन्ने एउटा मासु हुन्छ, त्यो मासुले गर्दा, अथवा घाँटीमा टन्सिल हुन्छ त्यो कारणले, अथवा समग्र श्वास नलीले साँघुरो भयो भने यो समस्या आउन सक्छ। स्लिप एप्निया छ कि छैन भनेर पत्ता लगाउनलाई हामीले एउटा स्लिप स्टडी गर्न सक्छौँ। खुसीको कुरो के छ भन्दाखेरि अब यही हाम्रो शोभा हेल्थ केयरमा स्लिप स्टडी सुरु भएको छ। यसमा बिरामी हस्पिटलमा आएर अथवा क्लिनिकमा आएर पनि स्लिप स्टडी गर्न सक्नुहुन्छ, अथवा टेक्निसियनहरू घरमै गएर पनि गर्न सक्नुहुन्छ। स्लिप स्टडीले यो घुर्ने समस्या कति सिभियर हो, कति खतरनाक हो त्यो बारेमा हामीले बताउँछ। यसमा मुख्यतः हामीले बुझ्नुपर्ने एउटा AHI भन्ने इन्डेक्स हुन्छ। त्यो भनेको एप्निया हाइपोप्निया इन्डेक्स हो। यदि त्यो 5 भन्दा कम छ भने त्यसलाई हामीले नर्मल मान्छौँ र त्योभन्दा कति बढी छ त्यसले चाहिँ डिजिजको सिभिरिटी बताउँछ। यो स्टडीले समस्या कहाँनिर छ र हामीले के गर्नुपर्ने हुनसक्छ त्यो बारेमा पनि यसले हामीलाई विभिन्न किसिमको आइडिया दिन्छ। हामी अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोमको उपचारमा चाहिँ 3 किसिमले हामीले उपचार गर्न सक्छौँ। एउटा उपचार भनेको लाइफस्टाइल मोडिफिकेसन। यदि जो मोटो हुनुहुन्छ उहाँहरूले चाहिँ एक्सर्साइज गर्नु पर्यो र वेटलाई चाहिँ ड्रास्टिकली घटाउनु पर्यो। एउटा BMI भन्ने हुन्छ, बडी मास इन्डेक्स। आफ्नो वेटलाई त्यो इन्डेक्सभित्र चाहिँ पार्नु पर्यो। स्मोकिङ बन्द गर्नु पर्यो, ड्रिङ्क गर्न बन्द गर्नु पर्यो। त्यसपछि सुत्ने बेलामा सिरानीको पोजिसन अलिकति उठाउने। त्यो भन्न खोजेको मतलब एउटा सिरानीको ठाउँमा 2टा सिरानी राख्ने र इलिभेटेड पोजिसनमा राख्ने। त्यसले गर्दा घुर्ने समस्यामा अलिकति कमी आउन सक्छ र उतानो परेर सुत्ने भन्दा पनि उल्टो परेर सुत्ने गर्नुपर्छ। यी कुराहरूले केही न केही हदसम्म चाहिँ हेल्प नै गर्छन्। अब यसले हेल्प नगरेको कन्डिसनमा CPAP भन्ने मेसिन हुन्छ, त्यो मेसिनको प्रयोग गर्नुपर्ने हुन्छ। त्यो मेसिनले कन्टिन्युअस एयरको फ्लो दिन्छ, जसले गर्दा सास फेर्न सजिलो हुन्छ र सास रोकिने समस्या चाहिँ धेरै हदसम्म चाहिँ घटाउन सकिन्छ। कहिलेकाहीँ चाहिँ यसले पनि